नमस्कार साथीहरू, आज असार 12 गते। आज पनि नेप्सेमा गिरावट देखिएको छ। सामान्य अङ्क 2 अङ्कले गिरावट देखिएर आज नेप्से 2649.51 बिन्दुमा आएर रोकिएको छ। लामो समयदेखि नेप्सेमा लगातारको डाउनफल देखिरहेको छ। यस्तो अवस्थामा अब हामीहरूले आगामी दिनमा कस्तो रणनीति बनाउन सक्छौँ, आगामी दिनमा नेप्से बढेर जाने सम्भावना कति छ, घटेर आउँछ भने कुन लेभलमा कस्तो रणनीति अपनाउने भन्ने बारेमा हामीहरू जानकारी लिनेछौँ। सरसर्ती नेप्सेलाई हेर्छौँ भने चाहिँ पछिल्लो नयाँ सरकार बनिसकेपछि एउटा राम्रो र्याली दिन खोजे जस्तो देखिएको थियो। तथापि माथिल्लो लेभलमा चाहिँ अब प्रॉफिट बुकिङहरू देखिएको कारणले गर्दाखेरि लगातार मार्केटमा केही गिरावट देख्न पुग्यो र यो अहिले बनेको रासपाको झन्डै 2/3 नजिकको सरकारका भ्रष्टाचार सम्बन्धी शून्य सहनशीलता र अन्य कुराहरू जस्तो यो कानुनी दायराहरूमा आउनेखेरि ब्ल्याक मनीहरू र यो जुन भनसुनका आधारमा कारोबार हुने गरेका थिए, उधारो कारोबार यावतदेखि लिएर अनेक चलखेलहरू हुने गरेका हुन् पहिला पनि मार्केटमा, र अहिले त्यो कुराहरूलाई चाहिँ केही कानुनी दायरामा ल्याउने प्रयास गरिँदाखेरि नेप्सेमा लगातार सेलिङ दबाव देखिरहेको छ। यो भनेको नेप्सेमा ठुला लगानीकर्ताहरू खरिद गर्नको लागि इच्छुक छैनन् र साना लगानीकर्ताहरू निरन्तर चेपोमा परिरहेका छन् भनेर बुझ्न सक्छौँ। तथापि यो मार्केट सधैँ यस्तै हुने होइन। दीर्घकाल रूपमा सायद मलाई लाग्छ पोलिसीले त्यस्तो मार्केटलाई नै असर गर्ने गरी नेगेटिभिटी चाहिँ लिएर आएको छैन। आगामी दिनमा पक्कै पनि नेप्से बढ्नेछ भन्ने आशा गर्न सक्छौँ। हामी नेप्सेलाई सपोर्ट र रेसिस्टेन्ट लगाएर हेर्छौँ भने अब नजिकैका नेप्से 2800 को आसपास हुँदै गर्दा त्योभन्दा तलपट्टि 2717 2700 को आसपासमा चाहिँ सपोर्ट हुन आउँथ्यो। त्यो भत्काएर तल झरिसकेको छ र नेप्से 2650 को आसपासमा झर्दै गर्दा नेप्सेमा डाउनफल अझै केही हुनसक्छ कि भन्ने पनि देखाएको छ। तथापि धेरै लामो समयसम्म यो डाउनफल रहिरहन चाहिँ सक्दैन। आगामी दिनमा नेप्सेको एउटा स्ट्रङ सपोर्ट चाहिँ 2608 को आसपासलाई चाहिँ मान्न सक्छौँ। तथापि नेप्से योभन्दा माथिल्लो लेभलमै केही सस्टेन हुन सक्यो भने नेप्से आगामी दिनमा माथि बढ्नेछ भन्ने आशा गर्न सक्छौँ। मलाई लाग्छ सायद यो लेभलभन्दा तलपट्टि चाहिँ मार्केट नजाला भन्ने मेरो अनुमान छ। तपाईँहरूले पनि विभिन्न स्टकहरू आफ्नो एनालाइसिस गरेर लङ टर्ममा एउटा केही बोनस डिभिडेन्ड दिन सक्ने क्यापेसिटी भएका स्टकहरू चाहिँ चुज गरेर लिनुभयो भने चाहिँ तपाईँहरूलाई भविष्यमा राम्रै देखिनेछ भन्न चाहन्छु। आजको दिन ट्रेडिङ, नन लाइफ, होटेल, हाइड्रो सेक्टर चाहिँ केही हरियोमा बन्द हुन सफल भएको छन्। अब आज सर्वाधिक गिरावट हुने भनेको इन्भेस्टमेन्ट सेक्टर हो, जुन 0.59% बराबर गिरावट देखिएको छ। नेप्से र अन्य सेक्टरहरू हेर्दाखेरि सरसर्ती उस्तै प्रकृतिको रियाक्सनहरू दिइरहेका छन्। यस्तो अवस्थामा चाहिँ हामीहरूले लङ टर्ममा फन्डामेन्टल्ली स्ट्रङ भएको र केही ग्रोथ स्टकहरूलाई चाहिँ लिन सक्छौँ, जसको बिजनेस ग्रोथहरू राम्रो भइरहेको छ र उसले सस्टेनेबल प्रोडक्टहरू दिइरहेको छ मार्केटमा र ऊ आगामी दिनमा पनि राम्रै हुनसक्छ। त्यसै गरी हाइड्रो पावर सेक्टरहरूबाट पनि राम्रो स्टकहरू चुज गर्न सक्छौँ। पछिल्लो समय आइपिओहरू म्याक्सिमम आएको कारणले गर्दा पनि आइपिओको बजारमा चाम देखिएको छ। त्यो हुँदा अरू फन्डामेन्टल्ली स्ट्रङ भएको कुनै हाइड्रो कम्पनीहरू पनि हामीहरूले एकुमुलेट गरेर राख्न सक्यौँ भने आगामी आउने र्यालीमा चाहिँ राम्रो मुनाफा आर्जन गर्न सक्छौँ। अब यो बेला चाहिँ हामीहरू सेयर बेच्ने समय चाहिँ छैन। हामीहरू अबको अवस्थामा चाहिँ हामीहरू जति सक्छौँ एकुमुलेट गरेर बस्ने नै हो। त्यो पनि फन्डामेन्टल स्ट्रङ कम्पनीहरू र आफूले अब यो लेभलमा पुग्न सक्छ है, यो कम्पनीले चाहिँ यति दिन सक्छ, यो लेभलमा मैले यो कम्पनीमा लगानी गर्दा चाहिँ घाटा हुँदैन, पक्कै पनि जति हुन्छ प्रफिट हुनेछ भन्ने चाहिँ एउटा टार्गेट राख्नु पऱ्यो। मिनिमम 6 महिना 1 वर्षको टार्गेट लिएर तपाईँहरूले मार्केटमा बिस्तारै एकुमुलेट गर्ने हिसाबले पैसा इन्जेक्ट गर्दै जानुभयो भने चाहिँ आगामी दिनमा एकदमै राम्रो हुने चाहिँ देखिएको छ। लामो समयपछि भिडियो बनाएको छु। तपाईँहरूलाई कस्तो लाग्छ सल्लाह सुझाव दिँदै जानु होला। व्यक्तिगत समस्याका कारणले गर्दाखेरि लामो समयसम्म भिडियोमा उपस्थित हुन सकिरहेको थिएन। आगामी दिनमा भिडियोलाई निरन्तरता दिने प्रयास गर्नेछु। तपाईँहरू मेरो च्यानलमा सब्सक्राइब गरेर सँगै जोडिन सक्नुहुनेछ। हस्, धन्यवाद।